देशमा चुनावको माहौल सुरु भइसकेको छ। यस सन्दर्भमा देशभरका मुसहर समुदायका अगुवा र नेतृत्वकर्ताहरूमा एउटा गम्भीर प्रश्न र अनुरोध। यसपालिको चुनावमा मुसहर समुदायले एउटा साझा अडान लिन सक्नुपर्छ। जुन पार्टीले समानुपातिक निर्वाचन प्रणालीको अग्रसूची टप लिस्टमा मुसहर समुदायको उम्मेद्वार राखेर कम्तीमा 2 सिट सुरक्षित गर्ने लिखित प्रतिबद्धता दिन्छ, उसैलाई मात्र मुसहर समुदायले सहयोग गर्ने। अब भोट मात्र दिने होइन, राज्यको मूलधारमा आफ्नो उपस्थिति सुनिश्चित गर्ने बेला आएको छ। दशकौंदेखि मुसहर समुदाय चरम गरिबी, बेरोजगारी र अशिक्षाको एउटा यस्तो दुश्चक्रमा फँसेको छ जसबाट निस्किन उनीहरूलाई निकै गाह्रो भइरहेको छ। यो अवस्था केवल भाषण र आश्वासनले बदलिने छैन। जबसम्म राज्यको नीति निर्माण गर्ने ठाउँमा अर्थात् राजनीतिक मूलधारमा मुसहर समुदायको सम्मानजनक प्रतिनिधित्व हुँदैन, तबसम्म उनीहरूको अवस्थामा ठोस परिवर्तन आउन सक्दैन। उनीहरूको आफ्नै आवाज र नेतृत्व नै यो दुश्चक्र तोड्ने मुख्य हतियार हो। जनचेतनाका लागि यो भिडियोलाई शेयर गरी सहयोग गर्नुहोला। धन्यवाद।